लसो टेस्टले नमस्ते हेपुल्लर आज चाहिँ हाम्रो शम्भुनाथको शमशानको नजिकतिर छु र शमशानसँग जोडेको महत्त्वपूर्ण कुरा एउटा जानकारी गर्ने गइरहेको छु। त्यो भनेको चाहिँ के हो भने हामी प्राणीहरू सबै जन्मिसकेपछि त्यसको अन्त भनेको चाहिँ मृत्यु हो र मृत्युको समयमा वास्तवमा के हुन्छ त्यही अनुसारले चाहिँ त्यहाँको समस्या नराम्रोहरूले हटाउने निम्ति हाम्रो आफ्नै धर्म अनुसारले धेरै विधिहरू छ। आफ्नै धर्म आफ्नै संस्कार अनुसारले धेरै छ। तर यहाँ चाहिँ अनि यो के भन्छ चोट अनुसारले चाहिँ अनि अन्तिम संस्कार गर्ने चाहिँ कम्ती देखेको कारणले गर्दा चाहिँ म यो जानकारी गर्ने चाहिरहेको। त्यही भने के हो भने अब जस्तो हामी मान्छे मृत्यु समयमा मृत्यु भए पश्चात चाहिँ जुन हाम्रो कर्म क्लेश हाम्रो वासनाले चाहिँ हाम्रो आत्माले संसारमा थुन्ने रहेछ र धेरै भ्रम दुःख कष्टहरू दिने गर्दो रहेछन्। त्यही कारणले गर्दा एउटा चाहिँ हाम्रो आत्मा शरीरमा लासमा नभए पनि अनि लासले नै फेरि त्यही जुन हाम्रो जीवनभरको अनि कर्म क्लेश त्यसको वासनाले गर्दा चाहिँ अनि ज्यादा भाविक जुन सुकै दिशामा लग्यो भने के भन्छ जे पाए दिशामा लग्यो भने जुन पाए समयमा लग्यो भने जो पाए व्यक्तिले छुयो भने जो पाए व्यक्तिलाई हेऱ्यो भने अनि दिनहरू बारहरू त्यसै समयहरू नमिल्यो भने अनि देवी देवता भूत प्रेत अनि त्यस्तै ती दिनको देवी देवताहरूले चाहिँ आनी नक्सन हुने जान्दो रहेछ। अनि त्यसो भएपछि हामी मृतकले पनि अनि समस्या बनाउने र मृतकको फ्यामिली घर परिवारले पनि समस्या हुने र हाम्रो गाउँ समाज र हाम्रो ती क्षेत्रहरूमा पनि अनि नराम्रो समस्याहरू आउने त्यस्तो गरिँदो रहेछ। त्यस्तै अनि जुन एक वर्ष मिल्ने हेर्नु नहुनेहरूले हेऱ्यो भने छुनु नहुनेहरूले छुन्यो भने त्यसपछि ढिप जस्तो त्यस्तोहरू नराम्रोहरू पनि लाग्ने आवरणहरू पनि लाग्ने त्यस्तै रोग बिमार लाग्ने त्यस्तै अकाल मृत्यु भन्ने त्यस्तो गर्दो रहेछ। त्यही कारणले गर्दा चाहिँ हाम्रो मृत्युको समयमा चाहिँ अनि हाम्रो ज्योतिषद्वारा चाहिँ अब त्यस्तै छुनु नहुनेले छुनु पर्दा के गर्ने निकाल्नु दिन नहुने बेलामा कसरी निकाल्ने समय नमिल्यो भने कसरी मिलाउने दिशा नमिल्यो भने कसरी मिलाउने अनि त्यसरी अनि धेरै कुराहरू लास कसरी निकाल्ने त्यसको विषयमा चाहिँ हामीले ज्योतिषद्वारा चाहिँ हामी चिद्वारा चाहिँ हेर्नु मिल्छ। तर आजकल हामी ची बोल्ने धेरै छ। साँच्चै नै दुःख पर्दा साँच्चै नै समस्या पर्दा चाहिँ चीमा त्यस्तो यो कुराहरू चाहिँ हेर्नेहरू त्यति धेरै भेट्दैन। गुम्बाहरूमा कुनै लामाहरूमा भेट्छ त्यही पनि हामी चिन्जान हुँदैन चिने हुँदैन हामीले सम्पर्क पाउनै गाह्रो पर्छ। अनि त्यस कारणले गर्दा हामी आफै मर्जीले जता पाए राखे जता पाए लगे जता पाए अनि जो पाएले छुयो त्यस्तो गर्दा चाहिँ अनि आफन्त परिवारभित्र अनि त्यो जस्तो अनि गाउँठाउँको क्षेत्रको त्यस्तै देवी देवता भूत प्रेत त्यस्तै अनि त्यो नक्सन हुने गइरहेको कारणले गर्दा चाहिँ अनि घरमा पनि अनि सम्पत्ति लस हुने रोग बिमार धेरै हुने अकाल मृत्यु धेरै हुने अनि त्यस्तै अनि नराम्रो धेरै हुने गाउँमा पनि रोग बिमार धेरै हुने त्यस्तै अनि पानी समयमा नपर्ने हावा हुरिस लाग्ने अनि त्यस्तै अनि कहिले चाठन लाग्ने कहिले के हुने त्यस्तोहरू हुने जान्दो रहेछ। त्यही कारणले गर्दा चाहिँ हामीले मृत्युको समयमा विधि पुर्याउने अति जरुरत पर्दो रहेछ। एउटा चाहिँ हाम्रो कर्म क्लेश हाम्रो अनि वासनाले चाहिँ अनि हामीले मर्ने समयमा पनि धेरै
दर्दनाक दुःखहरू एकदम कष्टहरू दिने र मृत्यु पश्चात पनि अनि हाम्रो अन्तर्भावमा धेरै डर तरासहरू भ्रमहरू दिने र अनि कुनैले त मुक्त नै हुनु नदिने मार्ग गाड्नै नदिने त्यहाँ नै अनि भूतप्रेत भनेर बस्नुपर्ने बाध्यता पर्ने र त्यसै अनि अन्तर्भाव विस्तार गर्न पाए पनि अनि जुन अन्य जन्महरूमा पनि त्यही पहिला चुनेको कर्म क्लेश अनि त्यही वासनाले चाहिँ अनि ती जुनीमा पनि खास सुख सचेत जस्तो नहुने त्यस्तै समस्याहरू अब छुट्टै किसिमको अनि समस्याहरू लाग्ने गरिँदो रहेछ। त्यही कारणले गर्दा चाहिँ अब हामीले चाहिँ मृत्युको समयमा गुरु एकदम पर्फेक्ट चाहियो र अनि हाम्रो धर्मद्वारा चाहिँ वास्तविकमा जे के भन्छ आवश्यकता चाहिन्छ त्यही अनुसारले चाहिँ धर्ममा बताइ हुन्छ। त्यो धर्मको विधिहरू सबै गर्ने जाने चाहिँ एकदम आवश्यकता पर्दो रहेछ। अनि त्यसै गरी अनि अहिलेको समयमा गाउँघरमा पनि त्यही ज्योतिष हेर्ने समयमा व्यक्ति छैन, त्यही हाम्रो शहरतिर पनि त्यस्तो मान्छेहरू सम्पर्क छैन, त्यो गाह्रो छ। त्यो जस्तो हाम्रो सानसानोहरू यो एक ठाउँमा छ जता पाए हामी लाने जलाउने ठाउँ छैन, त्यसै हामीले आफ्नो घरमा धेरै दिन राख्नु सम्भव पनि हुँदैन। त्यस्तै हामीले चाहिँ कसले हेर्ने कसले नहेर्ने कसले छुन्ने कसले नछुन्ने त्यस्तोहरू पनि सम्भव नभएको बेलामा हामीले के गर्न सकिन्छ भने चोट भन्छ नि, हामी अहिले पर्छ नि चोट पर्ने हो। त्यो चोचो प्रेन्जन ठाउँद्वारा ठेमाद्वारा जिम्बा रङडोलद्वारा चाहिँ अनि धेरै चोटहरूबाट चाहिँ यो तुर्चु भन्छ यो मान्छे मृत्युको समयमा अनि जुन गर्ने विधिहरू छ। किनभने हाम्रो चोट भनेको चाहिँ अनि जुन म त्याग्ने आफू भने म भने त्याग्ने मले माया गर्ने त्याग्ने विधि हो र देहा दान दिने देहा त्याग्ने एउटा विधि हो। त्यो कारणले गर्दा साँच्चै नै देहा त्याग्ने बेलामा पनि के गर्न मिल्छ के गर्न सकिन्छ त्यसको विषयमा चाहिँ यहाँ विधि एकदम विधिहरू धेरै स्पष्ट रूपले छ। त्यस कारणले गर्दा चाहिँ अनि यो हाम्रो के भन्छ गुरुहरूले अर्कोको हित अर्कोको एकदम मुक्तको निम्ति अर्कोको हित निम्ति अनि यो धर्मद्वारा चाहिँ अर्कोको अनि सेवा पुर्याउने गुरुहरू सबैले म अनुरोध गर्नु चाहन्छु कि अनि हाम्रो मृत्युहरूको समयमा चाहिँ अनि मृत्यु संस्कारमा चाहिँ यो तुर्चु चाहिँ अनुहारी पर्नु भयो भने धेरै फाइदा धेरै हित हुनेछ। त्यही कारणले गर्दा चाहिँ अनि प्रथममा ठुमाको जुन चोटको हो त्यसको अभिषेक आगम अनि व्याख्या सुनेर चाहिँ आफूले चाहिँ अनि चोटको अभ्यास गरेर केही क्षमता प्राप्ति गरेर अनि त्यसपछि अनि यो तुर्चुको भावनाहरू के गर्ने त्यसको सबै बुझेर चाहिँ यो गर्नुभयो भने योभन्दा ठुलो सेवा केही छैन जस्तो पनि मलाई लाग्छ। त्यस कारणले गर्दा चाहिँ अब अघि मैले भने जस्तो यहाँ चोटको भित्र त तुर्चुको भित्र चाहिँ के विधिहरू हुन्छ भने प्रथममा हाम्रो चित्त संस्कारबाट छुट्ने पाउनेको निम्ति त्यो के भन्छ संसारबाट छुट्नु मिल्ने हुनु लागि कर्मबाट मुक्त हुने निम्ति अनि त्यो जस्तो हामी क्लेशहरू वासनाहरूबाट पनि मुक्त हुने निम्ति चाहिँ अनि हामीले के गर्नुपर्छ भने प्रथममा त्यहाँ हाम्रो के भन्छ पार एउटा आउँछ। त्यो चाहिँ के हो भने आत्मा र अनि कर्म क्लेश अनि त्यस्तै वासनाहरूबाट चाहिँ छुटाउनु पार एउटा आउँछ। त्यसले चाहिँ हाम्रो आखि मैले भने जुन मृत्यु हुने बेलामा मृत्यु भए पश्चात अन्तर्भाव भित्र अर्को जुनीमा दुःख दिने नराम्रो बनाउन हो, त्यसले चाहिँ हटाउने त्यहीबाट छुटाउने एउटा पार्ट छ। त्यो एकदम आवश्यकता छ। त्यसले साँच्चै नै छुटाउन सक्ने पनि म आफैले पनि एकदम यसको फालहरू मैले देखेको छु। अनि त्यसरी नै अब दोस्रोमा चाहिँ जुन त्यही कर्म क्लेश वासनाहरूबाट मुक्त पारिरहेको आत्माले चाहिँ उसको आफ्नै शरीरको भित्र भएको आवादुदी नाडीको मार्गद्वारा चाहिँ अनि सुखवादी भुवनमा चाहिँ के भन्छ संक्रान्ति फुवाको द्वारा चाहिँ अनि त्यसले मुक्त दिलाउने एउटा पारा हुन्छ। त्यो यति आवश्यकता छ। साँच्चै नै फुवा भनेको चाहिने समय हो। अब फुवा गर्न सक्ने समय हो, मिल्ने समय हो, त्यो बेला एकदम आवश्यकता छ। अनि त्यस भएपछि चाहिँ हाम्रो शरीर त खेलेर गयो। अब त आत्मा निस्किसक्यो, शरीर त लास भइसक्यो। अनि त्यो लास त अनि जलाउनुभन्दा अगाडि गाड्नेभन्दा अगाडि त्यो लासले चाहिँ देहादान एउटा दान गर्ने पार आउँछ। त्यसपछि फेरि त्यो दान चाहिँ जुन हाम्रो भूत प्रेत देवी देवता अनि त्यस्तै अनि जुन मान्छेको मासु राखत अनि त्यस्तो पिउने त्यस्तो खाने त्यस्तो प्रयोग गर्ने व्यक्तिहरूले चाहिँ देहादान दिने एउटा
पार आउँछ। त्यहाँ अति जरुरत छ। हाम्रो जीवनभरिमा हाम्रो रूप प्रयोग भएछ कि छैन, राम्रो ठाउँमा युज भएछ कि छैन हामी थाहा छैन। तर अन्तिममा चाहिँ आफ्नो एउटा शरीर दान दिनु पाउँदा चाहिँ त्यहाँ पुण्य सञ्चय हुने हामीले देखिन्छ। र त्यसपछि चाहिँ अब त्यो लास त अब दिनु त दियो, तर त्यो भावनाले दियो। भावना ऊ त आत्मा पनि भावना हो, बुद्धि पनि आरोपी भावना हो। हाम्रो भावनाले दिँदा चाहिँ पुग्दो रहेछ। त्यसपछि चाहिँ लास त बस्यो हुन्छ। त्यही लासमा के हुँदो रहेछ भने लास उठाउने, लासबाट चाहिँ नराम्रो अनि के भन्छ त्योहरू शक्ति भनौँ, त्यस्तो नराम्रो कुराहरू भएको कारणले गर्दा मान्छेले ठिक लाग्ने, मान्छेले रोग पैदा हुने, अनि त्यस्तै अनि के भन्छ मान्छे सबै तर्सिने, त्यो जतातता लग्दा चाहिँ अनि देवदेवता बुद्धले हानि नोक्सान गर्ने, त्यस्तै अनि यो के भन्छ मान्छेले पनि अनि हानि नोक्सान गर्ने, त्यस्तो गर्ने ती एउटा नराम्रो शक्ति बस्दो रहेछ। हो ती शक्ति हटाउनु निम्ति चाहिँ रन्दुल भनेर फेरि एउटा पार पाउँछ। ती पार गरिसकेपछि जसले छुयो पनि हुन्छ, जसले हेरे पनि हुन्छ, जहाँ लग्यो पनि हुन्छ, जस्तो सुकै गरे हुन्छ। त्यहाँदेखि त्यही लाससँग केही पनि नराम्रो शक्तिहरू बस्दैन, नराम्रो प्रभावहरू बस्दैन। अनि त्यसपछि चाहिँ त्यहाँबाट हामी जहाँ पनि जलाउनु पायो, जहाँ पनि लानु पायो, जस्तो सुकै पनि गर्न पायो कि त्यहाँदेखि त केही पनि होइन थियो। अनि त्यस्तो भए पश्चात चाहिँ अनि त्यहाँदेखि नै चाहिँ नराम्रो चिजहरू सबै कहिले पनि फेरि उत्पाती नहोस् भने अनि लास्ट एउटा तातो हुन्छ। त्यस्तो गरे चाहिँ यो पार चाहिँ 1 घन्टा लाग्दो रहेछ। अघि भर्खर म गरेको 1 घन्टा लाग्छ। अनि सधैँ म चाहिँ गरिरहन्छु र तर मैले चाहिँ अब धेरै ठाउँमा यो मान्छे मृत्यु भएको ठाउँमा सधैँ त म पुग्ने होइन। अब धेरै जस्तो त हाम्रो साथी गुरुहरूले गर्नुहुन्छ र गुरुहरूले चाहिँ चोट पर्ने, चोट नाच्ने गरिन्छ। तर यो ठ्याक्कै तुर्चो चाहिँ नपरेको देख्दा चाहिँ मैले आज आग्रह गरेँ हामी सबैले चाहिँ बहुभाषिकको चलान भन्दा पनि हामीले चाहिँ फाइदा के छ, हामीले समयमा परिस्थितिले हामीले चाहिँ ठाउँ अनुसारले, समय अनुसारले, परिस्थिति अनुसारले हामीले चाहेको के रहेछ हुने राम्रो हुने, अर्कोले पनि राम्रो, अर्कोले पनि राम्रो हुने चाहिँ के रहेछ त्यो चाहिँ गर्ने जरुर देखेको कारणले गर्दा आज म यहाँबाट जानकारी गर्न चाहन्छु र आग्रह पनि गर्न चाहन्छु। र सबैले चाहिँ फेरि यहाँ चाहिँ उसलाई के बोल्यो भनेर चाहिँ रिस नउठेको नै यो भित्र चाहिँ सत्य कुरा छ नि, ज्ञान छ नि, त्यो राम्रो कुराले चाहिँ टिपेर चाहिँ यो गर्ने कोसिस गरिदिनु भनेर चाहिँ भन्न चाहन्छु। हस्।